चिसोबाट जोगिनु पर्यो। नुहाउँदा ग्यार्दा तातो पानीले नुहाउने, अनि धेरै बेर नुहाउन पनि हुँदैन क्या, यसो अलिअलि चाहिँ नुहायो अनि पुसपास गर्ने, अलिक छिटो छिटो गर्नु पर्यो। जब भन्न पनि पर्छ के अरे, आफूले सुनेको कुरो मैले छोडेको छैन कि। कहाँ मन्त्र सुनेकाले जब भन्दै भन्दा आएन, त भन्दैन भन्दैन हाम्रै घर भनिहाल्छ भन्नुपर्छ। किन सुनियो नभनेको आएपछि सुन्ने नभनेको। अनि अलिक ख्याल गर्नु होला है, ख्याल गर्नु। अब बुढेसकालमा के हुन्छ भने सानो चिजले पनि ठुलो रूप लिन्छ के। त्यो हुँदाखेरि अलि राम्रोसँग ख्याल गर्ने, के खान हुन्छ के खान हुन्न, डक्टरले भने अनुसार खाना हुन्न नखाऊ भने चिज मैले खान भएन। हेरपक्राइ गरेर मैले खान्न, चिनी नखाने भने चिनी नखानु होला, बरु गुड खान हुन्छ। त्यही राखेर चिया पकाइदियो भने आज आफूले हजुरको खुट्टा पनि सुनिया छ, सुनिया छ, यस्तरी सुनिया छ, अलिक ख्याल गर्नु पर्यो। त्यो बाथले पनि हुनसक्छ। बात भनेर ठिकै मैले त सुनेको पनि होइन। रात दुखेको कर दुखियो, यहाँ दुखिया छ, यहाँ दुखिया छ, यसो हिर्काइदिन्छु यसरी सर्छु, त्यहाँ केही बिसक्नुहुन्छ फेरि सन्चो हुन्छ। औषधि दिया छ, औषधि ल्याएको औषधि खानु पर्दैन अरे। मैले भात खाना खाएको खाने भने दाइल राख्नुभयो होला नि, दाइ भाउजूले हिजो बेलुका खाएँ। के ल्याउनु भएको छ, त्यो कति बेला खानु पर्छ, त्यो खाने बेला दिनुहुन्छ भन्यो होला डाक्टरले, त्यही बेला दिन्छन् क्या। हो, मलाई मैले राख्दिनँ, तिमीहरूले कतिखेर दिन्छौ कतिखेर खान्छु भनेको छु। यो के छ, त्यो चेप्टी होला।